भन्छौ दिदी मलाई यसरी बस्छ न गेटमा बस्छ दिदी मलाई हर्स दिनुस् हर्स बुक दिन्छु हर्स हुन्छ ल बस मा चाहियो रे माथि बस्छ यसरी यो बुक दिनुस् भन्नुपर्छ यो बुक चाहियो नाम भनेर बुक चाहियो यो होइन नाम भन न यो बुक हो कि होइन होइन पासाङ तिमीलाई यो बुक चाहिएको हो है पासाङले यो बुक पढ्छौ ल पढ यो के हो पासाङ फ्लावर ए अनि रोज फ्लावर यसमा कतिवटा फ्लावर छ एउटा रोज फ्लावर छ एउटा सनफ्लावर कतिवटा छ भनेको चाहियो त दिन्छु वेट गर ककटाइ यसमा कतिवटा फ्लावर्स छ काउन्ट गर हो अब दिदीले सोधेको कतिवटा फ्लावर्स छ 2 वटा छ काउन्टिङ कतिवटा फ्लावर्स छ पासा ह्यान्डस्पाइक यहाँ कतिवटा फ्लावर्स छ 2 वटा कुन कुन फ्लावर्स रोज फ्लावर र ह्यान्डस्पाइक लठी ह्यान्डस्पाइक टेल नै आज पासाङ यो के हो आन्टी हो र यो को हो नभन्दिन यो बेबी झाडु हो कति धेरै बेबी है ह्याप्पी छन् है यो तिम्रो बहिनी पनि बेबी हो बहिनी जस्तै बेबीहरू है कतिजना बेबी छ काउन्ट गर 1 अनि राम्रोसँग 1 2 गरेर अनि कतिजना 7 जना बेबी बहिनी जस्तै बेबी गुड पक्का वेट गर अहिले म दिन्छु पक्का न गुड भयो भने पाउँछौ नि पासाङ यहाँ के देख्यो 3 म्याङ्गो होइन नम्बर 3 हो अब कुन पापा छ भन कुन छ म्याङ्गो छ पुखु होइन एप्पल छ भन छ अनि स्टार फ्रुट 1 2 3 वटा फलफुल फ्रुट्स बहिनीलाई खुवाइदेऊ बहिनी खाऊ भन ल बहिनीलाई खुवाइदेऊ बहिनी खाऊ गर मुखमा लगाइदेऊ न बहिनीलाई खाऊ यसको पक्का दिदीले गर्छ पासाङ खाऊ हो ल पासाङले बहिनीलाई बहिनी खाऊ बहिनीलाई खुवाइदेऊ दिदी स्याट त्यस्तो गर्दा त बहिनी एप्पल खाऊ गर टिपेर लैजाऊ न त बहिनीलाई एप्पल खाऊ भन बहिनीलाई हो खाइन् बहिनीले खाइन् ए मिठो छ बहिनीले एप्पल मिठो छ अरे छोरा बहिनी हात अब अहिले भन्दाखेरि ए बहिनी फ्रुट्स खाऊ न भनेको ए माम पनि खाऊ भनिदेऊ पानी खाऊ भनिदेऊ हेरेर भन न बहिनीलाई बहिनीको आँखामा हेरेर भन्ने हो अनि बुबु खाऊ एप्पल खाऊ टाइगर खाऊ हो त होइन टाइगर नखाऊ यहाँ कुन एनिमल्स छ भन 4 हो तर कुन जनावर छ भन न कुन एनिमल्स छ टाइगर छ अनि एलिफेन्ट छ अनि लायन छ अनि सिधा अनि डियर छ वाउ 4 कहाँ हेरेको बुकमा हेर 4 एनिमल्स अनि
पासाङ टाइगर घरमा बस्छ कि जङ्गलमा? हो। अनि एलिफेन्ट नि? एलिफेन्ट पनि एलिफेन्ट घरमा बस्छ कि जङ्गलमा? लायन नि? लायन घरमा बस्ने एनिमल हो त? खै लायन घरमा बस्छ त? बस्दैन। पासाङ लायन कहाँ बस्छ? घरमा बस्दैन। घरमा बस्यो भने त हामीलाई टोकिदिन्छ, मारिदिन्छ। लायन कहाँ बस्छ? राम्रोसँग पुरै बोल। लायन जङ्गलमा दिएर जङ्गलमा ह्यान्ड्सक्वाइट बस्छ। ह्यान्ड्सक्वाइट गर। पासाङ यो पिक्चरमा बेबीले के गरेको? किचन खानेको। ए किचनमा बसेर खाएको? के खायो? ए चिकन खाएको। अनि यो जगमा के छ? जुस खायो। अनि ब्रेड खायो। अनि फ्रुट्स खायो। कति धेरै खायो। पासाङ भएन दिदीले पासाङ भन्दा हजुर दिदी। पासाङ बोल्ने होइन, हजुर दिदी। यो के गरेको हो? ये दादा स्कुल गएको हो। पासाङको जस्तै ब्याग बोकेको। खै पासाङको ब्याग कहाँ छ? पासाङको ब्याग देखाऊ। पासाङ तिम्रो ब्याग खै? पासाङको ब्याग खै? यता छ भन न। यता छ। खै त? यता छ। ल बेबीले त ब्लू टी सर्ट लगाएको। पासाङले कुन कलरको? यो कुन कलर? अनि यो चाहिँ ब्लू। दादाको चाहिँ ब्लू, पासाङको चाहिँ ग्रीन टी सर्ट है। दादाले टी सर्ट लगाउनु भएको। पासाङ यो के गरेको हो? कसले? दादाले नुहाइ गर्नु भएको। भेरी गुड। अनि यो दादाले के गर्नुभयो? कसरी? यसरी ब्रस टिथ गरेको। बुक हेर न, बुक। पासाङ दादाले ब्रस टिथ गर्नु भयो। पासाङ गरेर त राम्रो सफा हुन्छ नि ब्रस गरेपछि। यो के गरेको हो? पासाङको होमवर्क फिनिस्ड गर्यो? पासाङले पनि होमवर्क गर्यो? होमवर्क फिनिस्ड सक्यो? ए गुड। हाई फाइभ। यस पासाङले होमवर्क गरेर फिनिस्ड गर्यो। गुड। बहिनीले चरा देखाइछिन्। यस बहिनी भनिदेऊ। त्यो के हो रे? चरा। अनि यो के हो? क्लाउड। त्यो के हो? ग्रीन कलरको त्यो के हो? अनि गुड। ठिक छ। पासाङ केही भने छैन। पक्का म भन्छु। तिमीले यो पिक्चरमा कतिवटा बल देख्यौ? 8 बल देख्यौ। सबैभन्दा ठुलो बल देखाऊ। ठुलो बल कुन हो? यो ठुलो बल। सानो बल देखाऊ। देखाएर भने यो सानो बल।
यो चाहिँ होइन, यो ठुलो, यो सानो। 8 वटा बल छ है। अनि यिनीहरू के हो? यो के हो? 7 त ठिक छ। यो के हो? यो चाउचाउ हो कि बिस्किट? एक तिमीले कति 7 के हो? चाउचाउ कि बिस्किट? किन त्यस्तो गरेको? यो के हो भन? यो बिस्किट हो। 7 वटा बिस्कुट छ। 7 बिस्किट छ। पासाङ हजुर भन। ए पखमा भन्छु भन्नै छ। पासाङ यो दुईटामा के हो? लेमन। यो ठुलो लेमन, यो सानो लेमन। भन यो सानो कि ठुलो? अनि यो चाहिँ होइन, ठुलो लेमन सानो लेमन। देख्यो? ठुलो अनि सानो। दिदीलाई सानो लेमन देऊ। कसरी हेरेको तल राख। दिदीलाई सानो लेमन देऊ। सानो लेमन, सानो लेमन। त्यस्तो गरेको मन पर्दैन नि। दिदीलाई सानो लेमन देऊ। सानो चाहिँ यो ठुलो होइन, सानो देऊ। सानो। अब ठुलो लेमन देऊ। के गरेको? अब कुन बुक पढ्छौ? बुक पढ्छु। दिदी बुक पढ्छु भन। कुन बुक पढ्छौ? हर्सको पढ्छौ कि मङ्कीको? मङ्की पढ्छौ। यो कुन एनिमल हो? AMONKEY मङ्की हो। मङ्कीले के गरेको छ? ए मङ्कीले बनाना खाएको छ। अनि मङ्की स्याड छ कि ह्याप्पी छ? हो, तँलाई मङ्की ह्याप्पी भएको हो? ए अनि मङ्कीको कतिवटा आई छ? मङ्कीको कतिवटा आँखा छ? कतिवटा काउन्ट गर्ने, कतिवटा भनेको 2 आँखा छ। मङ्कीको कतिवटा माउथ छ? काउन्ट गरे भन, कतिवटा माउथ छ? 1 छ। 1 माउथ। पासाङ यो मङ्कीले के गरेको? यो मङ्कीले के गरेको भन? यो मङ्कीले गरेको यसरी गरेको, दाँत देखाएको। तिमीले गर त। गरेर दाँत देखाएको। मङ्कीले चस्मा भन, चस्मा लगाएको। अनि यो भन, मङ्की रुखमा झुन्डियो। अनि यो पनि के गरेको मङ्कीले भन? मङ्की रुखमा झुन्डियो। अनि यो के गरेको? मङ्कीले बनाना खाएको। यो के गरेको? मङ्की चढ्नेको। कहाँ चढ्नेको? कहाँ चढेको? रुखमा होइन, जम्पिङ गरेको। यी रुखमा त यो चरा चढेको छ। चरा कहाँ छ? रुखमा छ। भन न। मङ्की ह्याप्पी छ कि स्याड छ? मङ्की ह्याप्पी छ कि स्याड छ? हो। ल यो को हो ल भन। मङ्कीको फ्यामिली। चित्र हेर, मङ्कीको घरमा को हो? यहाँ हेर, मङ्कीको फेरि कता हेरेको त? मङ्कीको घरमा को हुनुहुन्छ? बाबा
Here, Baba monkey, Mommy monkey, Dada monkey, अनि पासाङ monkey हो त्यो ये अनि बहिनी monkey खै पासाङको बहिनी जस्तै अर्को monkey खै दादा monkey पासाङ monkey अनि बहिनी monkey खै त सानो चाहिँ तिमीलाई बनाएको हो ये ल गुड Oh my god, monkeyले के गरेको गरेको नि अब monkey त्यस्तो नगर हात अब monkeyले के खान्छ ओ बनाना कुन कलरको छ ओ अनि monkeyहरु वहाँ रोको छ त छैन रोको छैन उनीहरु ह्याप्पी छ monkeyले अब बनाना खान्छ नि त्यही भएर ह्याप्पी छ monkeyको पुच्छर देखाउ मलाई monkeyको पुच्छर देखाउ पुच्छर पुच्छर कुन हो पोइ यसरी पोइन्ट देखाउ यो पुच्छर वाउ मम्मी monkey बहिनी monkey पासाङ monkey खै ए मम्मीको हातका बसेको बहिनी monkey बेबी monkey मम्मी बेबी यो को हो मम्मी हो पासाङ यो कुन monkey हो कुन monkey हो मम्मी monkey यो कुन monkey हो अब monkey book finish भयो अब कुन बुक पढ्छौ कुन बुक पढ्छौ तिमी गोठको पढ्छौ कि टिचर बुक पढ्छौ टिचर भनी यो कुन बुक हो टिचर बुक टिचरले एबीसीडी पढाउनु भयो ल फेरि भन टिचरले एबीसीडी EFGH पढाउनु भयो यो के गरेको टिचरले दादा दिदीलाई पढाउनु भएको यो के गरेको टिचर अनि स्कुल आउनु भयो भनेको हैन यो के गरेको के गरेको हेर टिचरले गुड बॉय भएर मेडल लगाइदिनु भयो ज्ञानी भएपछि वाउ हुन्छ ब्याड बेबीलाई टिचरले आउट जाऊ ब्याड बेबी भन्नु भयो अनि पासाङ गुड बेबी हो कि ब्याड बेबी पासाङ गुड हो कि ब्याड भन छ्या पासाङ ब्याड हो ए छि छ्या 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 ब्याड बेबी त गुड हो छ्या नराम्रो हो नि गुड हो भन्नुपर्छ पासाङ गुड बेबी हुने हो भन यो के गरेको कति 1 वर्ष भएन हैन बोल्दैन अरु ए कलर गरेको कलर गरेको कसले कलर गरेको ल भन यो को टिचर यो को अर्को दादा अनि उहाँहरु साथी पिंक ब्लू अनि पिंक ब्लू ग्रीन कलरले पेन्टिङ गरेको भन
साथीहरूले कलर गरेको रेड ग्रीन अनि कुन कलर छ भन यहाँबाट भन ब्लू पर्पल रेड अनि के राम्रोसँग भन न पिङ्क ओके पिङ्क ब्लू कलर पनि छ ल ठिक छ ल यो के गरेको स्कुलमा म्याम साथीहरू खेल्नु भयो साथीले म्याम सँगै खेलेको भन न पासाङले खेल्छौ कि खेल्दैनौ फेरि तिमी खेल्छौ कि खेल्दैनौ स्कुलमा खेल्छु के चाहियो तिमीलाई ल के चाहियो भने भन के चाहियो हर्स दिदी मलाई त्यो हर्स दिनु त्यो भन त्यो हर्स यो ढोका खुल्दै लागिन्छ त्यहाँ छिरिँदैन त्यो हर्स दिनु कुन यो क्र्याब कुन यो बुक यो आइसक्रिम कुन चाहिँ ए दिनुस् त ऊ त्यहाँ छ नाम के हो भन नि त हर्स आइसक्रिम के हो आइसक्रिम ल हर्सले के गर्छ पासाङ हर्सले निनी गर्छ नि हर्सले निनी गर्छ त्यसरी हेर्नु हुँदैन मन पर्दैन मलाई त देऊ नो हर्स टाइम फिनिस्ड त्यसरी हेर्छ त यस्तो गरेर हेर्न हुन्छ त यसरी हेर्नु हर्स निनी टक 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 गर्ने हो यो के हो नि डकीले के गर्छ डकीले क्वाक् गर्छ ठिक छ यो के हो नि डगले के गर्छ गोठ होइन डगले के गर्छ भौ भौ गर्छ अनि यो के हो नि डङ्कीले के गर्छ गर्छ यो के हो नि के दिनी कुन टोय यो निनी कुन टोइज डग स्टार यो सबै टोइज त हो नि दिइरहेको छु त कुन टोइज फेरि कुन टोइज भन ल यो के हो नि काउले मुम गर्छ तिमीलाई कुन टोय चाहियो नाम भन त बुक ल कुन टोइज नाम कुन टोइज टोइज हो नि मैले यसो लौटा बस चेयरमा बस दिदी पापा टोइज दिनु त्यहाँ बस न बस्ने दिन्छ ल के टोइज छ भन नाम के हो सबैको नाम यो फ्रेन्च फ्राई अनि यो पिज्जा एउटा बहिनीलाई एउटा पासाङलाई अनि यो त्यो के हो ब्रेड भन अनि यो के हो पापा ससेज पापा चिची छ त्यसमा अनि पायौ के पायौ नाम भन सबै नाम भन यहाँबाट भन यो के हो यहाँ सबैको नाम भन यहाँ क्यारोट कहाँ छ देखाऊ क्यारोट अनि चिल्ली कहाँ छ देखाऊ चिल्ली यो के हो चिल्ली यो के हो अनि यो के हो यो टमाटो
हो यसलाई भन न तिमीले सोधेको यो के हो यो के हो त्यो के हो यो के हो फ्रेन्च फ्राई यो के हो चिया यो के हो यो के हो यो के हो केराउ यो के हो अनि यो के हो कुन यो फ्रेन्च फ्राई यो बर्गर यो के हो अनि यो को हो छिटो छिटो पनि सकिन्छ है अर्को बुक पढ्ने आउँछ न तिमीले खाएको फेरि फेरि त्यसरी न तसँग हेरेको त्यसरी हेरेर मन पर्दैन नि ट्रेन हुन्छ त पिज्जाको नि ल कसरी हेरेको त तिमीले इला तिम्रो आएको हर्सको बुक ल अब त्यो फिनिस गर त्यो गिभ मी ब्याक लाग्यो देऊ तिमीलाई ल हर्स बुक पढ ओइ हर्सले ग्रास घाँस खाएको छ अङ्कल हर्स राइडिङ कतिवटा हर्स छ गर्नु त हर्सको हेड गरेर गर्न वान हर्स हर्स अनि फाइभ हर्स अनि यो हर्सले के गरेको छ यो हर्सले घाँस खाएको यो हर्सले त्यो हात यस्तो नगर न के खाएको एप्पल मकै खाएको ए मकै खाएको अनि यहाँ कतिवटा हर्स छ यहाँ कतिवटा हर्स छ गर्न यहाँ गर्न बाबा हर्स मम्मी हर्स यहाँ कतिवटा हर्स छ अनि सबै हर्स एङ्ग्री भन एङ्ग्री हर्स भन गरेर रिसार्छ पैसा गुड बाई बन भन्ने छ गुड अब अर्को वाउ यो हर्सले के गरेछ हेर हर्स फाइटिङ गरेर के आउनु दुईटा हर्स फाइटिङ गरेको हो यहाँ यो हर्स के गरेको छ यो हर्स के गर्यो गरेको यो हर्सले के गर्यो खेलेको हो बसेर ल अनि अङ्कलले के गर्नुभएको हर्स चढ्नु भएको मिनी हर्स चढ्नु भएको यो के हो बियरले के गर्छ बेयरले कसरी गराउँछ बेयर गर्छ भालु ओइ यो भालुले के गर्यो मुख गर्यो यो भालुले के गर्यो यहाँ व्हाइट भालु हेर न व्हाइट बियरले फिसलाई क्याच गर्छ यो भालुले के खायो तिमी नि खान्छौ खाऊ भालुको चिकन खाइदेऊ ओ भयो ओहो ल भयो भालु जस्तै गरेर खायो त हातले यसरी खाने हो नि त गरेर त्यस्तो त भालुले मात्रै गर्छ हुन्न त्यस्तो भालुले गर्छ ब्याड ह्याबिट हुन्न भनेपछि नगर हुन्न सरी दिदी भन खोज्ने हैन तान्यो नि यसो यो के गरेको बियरले फिस खाएको बियर नुनु सुत्यो यो के गरेको हेर यहाँ हेर बेयरले स्विमिङ गर्यो बेबीले मम्मी भन्ने छ मलाई हेल्प गर्नु मम्मी भन्ने रोको बेबी बियर कसरी रोयो कसरी रोयो देखाउ त बेबी बियर कसरी रोको मम्मी गरेर भन न तिमीले बियर बुक पनि देख्यौ
देखे 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 बियर ह्याप्पी छ कि स्याड छ यहाँ हेर यो बियर ह्याप्पी छ कि स्याड छ सद यो जो यो दिन फेरि अस्ति त जिद्दी भएर छ है के यो दिन ल आइफाइभ गर अब आथाई अब तिमी कहाँ जान्छौ एक स्कुल फनको स्कुल जान्छु राम्रोसँग भन अनि तिम्रो स्कुलको नाम के हो ए अस्तार हो अस्तारा हो अनि बहिनी स्कुल जान्छन् कि जाँदिनन् जाँदिनन् मम्मी स्कुल जानुहुन्छ कि हुँदैन हुँदैन अनि तिमीलाई स्कुलमा कसले छोडिदिन्छ मम्मीले अब तिमी बसमा जाने हो ए अनि मन्टेश्वरी स्कुल जाने हो अनि तिम्रो ब्याग खै ब्याग यता छ भन यता छ कसको ब्याग हो कसको हो त नि बहिनीको हो कि पासाङको ए पासाङको हो बहिनीको ब्याग छैन ए ल ल दिदीलाई बाई बाई गर दीदी बोय बोय बाई बाई पासाङ बहिनी बाई 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 बोल्न पनि अस्ति त दादा भन्थ्यो अहिले चाहिँ बिरामी भएर अलिक खेलाउनु बाई बाई गर न एक वर्ष मेरो छ नि यसले काम के पोट्याक पोट्याकै गर्छ काम एलर्जी ए पासाङले ए फोहोर होला नि देखाउनु न चिलाउँछ कानेकुचीहरू हुन्छ बच्चामा त्यही भएर हुँदैन नि त्यसरी लेख्नलाई मिल्दैन एउटा बच्चालाई देखाएर कानेकुची भरेर फोहोर भरेर चिलाउँछन् उयो उसमा लिएर जानु के अरे मनमा कानकोलाई देखाउने अनि हेर्छ फोहोर उति बेला निकाल्न मिलिरहेछ भने निकालिदिन्छ नभए पनि थोपा दिन्छ त्यो हालिस चिलाउनु पनि कम हुन्छ अटो सफ्ट गर्ने हुन्छ के तर बच्चाले फर्केर पाकेर पनि चिलाउँछ पाकेर चाहिँ धेरै औषध खाएर सुकाउनु पर्छ के नि उनीहरूलाई सिकाउनुलाई यस्तो अस्ति नै छ नि किन्नु भनेर यस्तो यस्तै उहाँहरू यस्तो यहाँ हुन्छ यस्तोलाई यहाँ होइन कि अब यस्तै बुकलाई अब त्यही बच्चाको स्टोरी बुक हो नि अनि त्यसमा सजिलो सजिलो छान्ने हो ए छान्दै हामीले यस्तोमा पिज्जा बनाउँदा पनि हुन्छ है अनि आफै के हुन्छ भइहाल्छ नि चार एउटा भयो मेम बाई 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 गर बाई बाई सी यू मेमलाई त हेरेर आँखामा हेरेर यता हेर बाई सी यू बाई बहिनी खै त बहिनीले बाई गरेर तिम्रो बहिनी बाई गर भने सिकाऊ बाई बाई बसेर लगाउनु बस्नु Why?